खसीको मासुको ग्रेभी स्वादिलो हर्र घरै बास्ना आउने गरी आज म कसरी बनाउँछु हजुरहरूलाई सेयर गर्छु है। अनि हजुरहरू कसरी बनाउनुहुन्छ? प्रेसर कुकरमा जब तेल तात्छ, जिरा मेथी तेजपत्ता अनि स्टार आइन्स जे मनपर्छ सबै थरी फुराउने। ग्रेभी बनाउने भइसकेपछि अलि निकै प्याजलाई पनि एकैछिन मजासँग भुट्नुपर्छ। खसीको मासुको स्वाद नै छुट्टै हुन्छ। अब चाहिँ यति बेला अलिकति हरियो खोर्सानी राखेर एकैछिन फेरि पनि भुट्ने। मैले राखेँ फ्रेस खसीको मासु। आज चाहिँ छालै सहित लिएकी छु। हजुरहरूले आफ्नो इच्छा अनुसार राख्न सक्नुहुन्छ। स्वाद अनुसार नुन, आधा फ्रेस कागतीलाई पनि तर निचोरिदिने। एकैछिन भुटेर अलिकति बेसार, जिरा धनियाँको धुलो, त्यसै गरी यो चाहिँ हो मिट मसला थोरै राख्ने। आज चाहिँ मैले अदुवाको धुलो, लसुनको धुलो राखेँ है। हजुरहरूले चाहिँ खलमा कुटेर राख्न सक्नुहुन्छ। अनि यो चाहिँ पेप्रिका, मरमसला जे मनपर्छ आफूलाई सबै थरी राखेर मजासँग भुट्नुपर्छ। जति राम्रोसँग भुटियो त्यति मिठो हुन्छ। मैले चाहिँ अलिकति काश्मिरी रेड चिली पेस्ट, टमाटर राखेर अब फेरि पनि यो मासुलाई चाहिँ राम्रोसँग भुट्छु। अब मासु कतिको झोलिलो बनाउने, ग्रेभी बनाउने त्यो अनुसार पानी राखेर मैले चाहिँ अलिकति मिट मसला पनि राखिदिन्छु। असाध्यै नै मिठो लाग्छ, त्यसैले गर्दा राखेकी छु। यो मसला पनि सबैतिर लाग्ने गरी चलाइसकेपछि चाहिँ प्रेसर कुकरको बिर्को लगाएर 1 2 3 4 आफ्नो इच्छा अनुसार सिटी लगाउने। कुकरमा आवाज आउँछ अनि पाकेर रेडी भइसक्यो। कस्तो लाग्यो?